हेलो गाइज, नमस्ते सबैजनालाई। मैले चाहिँ हिजोको भिडियोमा चाहिँ कपाल कलर गर्छु भनेर कलर मगाएको छु भनेको थिएँ। अब आज चाहिँ म यहाँ कपालमा कलर गर्न लागेको छु। अनि कपालमा कलर गर्नलाई चाहिँ पहिला चाहिँ मैले यो कलर हालेँ, त्यसपछि त्यसबाट माथि चाहिँ यो खै सेतो सेतो के आएको थियो, म त नाम पनि याद छैन, थाहा छैन यो। अनि फाइनली यस्तो थियो यो चाहिँ। अनि मैले यहाँ पुरा भिडियो बनाउनलाई पुरा राखेर बर यहाँ चाहिँ मैले कपालमा कलर लगाएँ। अनि कपालमा लाउँदा लाउँदै पुरा मुखभरि पनि दलिहालेछ, यो पुस्दा पनि गएन। अनि यहाँ पुरा मेरो मुखैभरि पनि रातो रातो भइरहेछ। त्यसपछि चाहिँ मैले यहाँ आज सामान आएको थियो मेरो चाहिँ एउटा त्यो लिप बाम मगाएको थिएँ मैले चाहिँ, त्यही आएको त्यो सामान मैले यहाँ खोलिरहेको छु, कसरी फाट्दैछु मैले चाहिँ। अनि यो चाहिँ कस्तो राम्रो लाग्छ क्या मलाई चाहिँ। म चाहिँ प्रायः लिपस्टिकहरू चाहिँ मन पराउँदिनँ, त्यही भएर चाहिँ म चाहिँ यो लिप बामहरू भ्यासलिनहरू नै लगाउँछु। अनि यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ। अनि त्यसपछि चाहिँ यहाँ मैले दिउँसोतिर चाहिँ आज यस्तो भोक लागेर चाहिँ अनि यति धेरै खानेकुराहरू मगाएर खाइरहेको थिएँ। मेरो कपाल लामो भएर चाहिँ एउटाले पुगेन, अब नेक्स्ट टाइम चाहिँ म मगाउँदा दुईवटा हाल्छु। थ्याङ्क यू फर वाचिङ गाइज।